हामी युवा पुस्ताहरूमा यस्तो नराम्रो रोग बसिसकेको छ कि सहीलाई सही गलतलाई गलत भन्न सकिरहेका छैनौँ थाहा हुँदै पनि। कारण नेताहरूको छत्र छाया मुनि बसेर चाकरी गर्ने, चाप्लुसी गर्ने अनि खुरापाती गरेर आफ्नो घर खर्ची चलाउने अनि फ्यामिली परिवार पाल्ने, छोराछोरी पढाउने। त्यहाँ समाजका आफ्नै छरछिमेक टोल समाजका दुखी गरिबहरूले, अन्यायमा परेकाहरूले पढे पनि पढ्छन्, भोकले मरे पनि मर्छन्, नाङ्गो बसे पनि बस्छन्। अनि नेता बिगार्ने भनेको हामी युवा पुस्ता नै हौ। यदि हामी नेताको छत्र छाया मुनि बसेर नेतालाई कमिसन माग्न लाग्यौँ भने नेताले भ्रष्टाचार नगरेर कसले भ्रष्टाचार गर्छ? त्यसैले हामीले बिगारेका हौ, नेतालाई गाली गर्ने गरिन्छ। नेतालाई गाली गर्नुभन्दा पहिला हामीले नेताहरूको छत्र छाया मुनि बसेर कमिसन मागेर घर परिवार छोराछोरी पाल्ने काम नगरौ, सङ्घर्ष गरौ। सकिन्छ भने ढुङ्गा फोरौ, गिट्टी फोरौ, बालुवा बोकौ, ड्राइभर काम गरौ। हरेक माध्यमहरू छन् काम गर्ने, अनेकौँ। त्यसैले हामीमा फेरि के आदत लोड बसिसक्यो भनेपछि राम्रो काम गर्नेलाई राम्रो छ, गलत काम गर्नेलाई गलत छ, गलत गर्यो भन्न सकेको छैनौँ आफ्नै पार्टीभित्र सङ्गठनका मान्छेहरूलाई पनि। हामीले के गर्ने गरिन्छ? माओवादी, एमाले, काङ्ग्रेस, रासपा, श्रम संस्कृति, जनमोर्चा, हरेक पार्टीभित्रका व्यक्तिहरू सबै नराम्रा पनि छैनन्, सबै गलत पनि छैनन्। त्यसैले हामीले कुनै पार्टीभित्रको व्यक्तिले गलत गर्छ भने पार्टी एउटा संस्था हो, संस्थालाई मुर्दाबाद र जिन्दाबाद भन्नुभन्दा पनि कुन पार्टीभित्रको व्यक्तिले गलत काम गर्छ सिधै व्यक्तिको नाम तोकेर हामीले मुर्दाबाद भनेर खबरदार गर्न हाम्रो अधिकार हो। तर राम्रो काम गर्ने व्यक्तिले, जुन सुकै पार्टीभित्रको व्यक्तिले राम्रो काम गरे पनि हामीले हौसला दिएर हाई भनेर ऊर्जा हौसला बढाइदिनै पर्छ। हामी मानवताको भूमिका त्यसरी निभाउनु पर्छ। हामी यति विषयमा सुधार गर्न सकियो भने टोल छर छिमेक समाज हरेक सुधार हुँदै जान्छ। त्यसैले हामी नेताको छत्र छाया मुनि बसेर घर खर्ची चलाउने, छोराछोरी पाल्ने त्यो मनासालाई छोडेर बालुवा बोक्ने हो कि गिट्टी बोक्ने